लागि चाहिँ अलिक मुस्किलै छ कि होइन भए त माटो त होइन जता पनि पाइन्छ कि यस्तो माटोहरू जता पनि पाइन्छ नि अब चाहिँ ठ्याक्कै चिजको जाने होइन अहिले चाहिँ बसबाट झरिसक्यो माटामा चाहिँ अहिले धेरै नेमसेम भयो सबैलाई थाहा छ बात चाहिने यो चाहिने यो वर्षमा आउँछु भन्ने सोचेको हुन्छ नि त त्यसो गरिरहेको हुन्छ मान्छेहरूले तर पनि कस्तो हुन्छ गभर्मेन्टले अर्को अर्को सिजन। हेलो नमस्ते, इट्स मी रोशन गोले तामाङ, यु वाचिङ माई गोले ब्लग। अनि धेरै टाइमपछि मैले चाहिँ अहिले फेरि भिडियो स्टार्ट गरेको छु कि होइन आफ्टर लङ टाइम भनौँ है। धेरै टाइम भयो मैले भिडियो नगरेको चाहिँ आज चाहिँ यस्तो गरिदिन मन लाग्यो कि मौसम पनि यस्तो छ होइन, राम्रो छ सबैतिर होइन। आज चाहिँ म चाहिँ कहाँ जान खोजेछु भने चाहिँ आज चाहिँ म चाहिँ होइन फुड ह्यान्डलिङ लिन जाँदैछु। आज चाहिँ म अब हामी हिमाचलको बस स्टपबाट 42 चढेर बिर्कीकारा जानु छ। बिर्कीकारा गएर त्यहाँ गएर हाम्रो कार्ड कलेक्सन गर्नुपर्छ होइन केटाहरू। यस्तो छ आजको मेरो लुक चाहिँ होइन, यस्तो छ यो एरिया चाहिँ होइन स्याम्पल बे बनिन्छ यस्तो छ पुरै के गाडी नै गाडी मात्रै छ कि यहाँ चाहिँ यो ठाउँमा चाहिँ होइन पार्किङको लागि चाहिँ अहिले मुस्किलै छ कि होइन। अब मान्छेको घरमा एउटै मान्छेको घरमा चाहिँ 2-3टा 4टा गाडी बाइकहरू पनि त्यही कारणले अब माल्टाको अब माल्टा भनेको अब यत्रो सानो देश होइन, त्यही कारणले नि सानो बाटो त्यही माथि, त्यही भएर चाहिँ अलि पार्किङको लागि चाहिँ धेरै मुस्किल हुन्छ कि टाइममा चाहिँ। अनि मलाई चाहिँ कुन दिन खुसी लाग्छ भने चाहिँ होइन, मलाई चाहिँ जब शनिबार आइतबार हुन्छ नि त्यो दिन चाहिँ मलाई यस्तो खुसी लाग्छ कि किनभने चाहिँ त्यो दिनमा चाहिँ गाडीहरू केही पनि जाम हुँदैन कि। त्यो दिनमा चाहिँ एकैछिन पुग्छ कि होइन। यहाँबाट पुग्दा भने म्याक्सिमम् टाइम भनेको काममा पुग्दा फेरि चाहिँ लगभग कति 25 मिनट जति हुन्छ कि होइन, 25 मिनट जति लाग्छ। तर पनि हुन्छ नि जाम भएर 1 घन्टा जस्तो लाग्छ जाँदाखेरि, आउँदाखेरि त झन् 1.5 घन्टा लाग्छ कि। यस्तो गाह्रो छ नि हो। अब चाहिँ हामी चाहिँ बस स्टप पुग्न खोजिसक्यो होइन। अगाडि यो बस स्टपलाई चाहिँ यहाँको अगाडिको बस स्टपलाई हिमाचल बस स्टप भन्छ यस्तो छ होइन। यहाँको नजाराहरू बल्ल अहिले टाइम चाहिँ कति भएछ भने चाहिँ अहिले 9:55 भएको रहेछ है, देखेको होला 9:55 भएछ अहिले। बिहानै छ होइन। अब यस्तो छ फुलहरू के चाहिन्छ सबै कुरा। अब नेपालमा भएको भए त माटो त होइन जता पनि पाइन्छ कि यस्तो माटोहरू जता पनि पाइन्छ। तर यहाँ त माटो पनि किन्नुपर्छ हो, गाह्रो छ हो यहाँ त। अब के रोप्नु छ भने नि अब होइन, अब माटो किन्नुपर्छ। अब यहाँको माटो अब कस्तो भने ढुङ्गाको के ढुङ्गा जस्तो हुने के कमेरो जस्तो हुने कस्तो खालको, त्यही भएर यहाँको त्यसमा चाहिँ उम्रिन्न के, त्यही भएर यहाँ चाहिँ किन्नुपर्छ क्या माटो चाहिँ होइन। यो चाहिँ बस स्टप यही हो होइन। अब कसैले हिमाचल बस स्टप भन्यो भने चाहिँ बस स्टप चाहिँ यही हो केटाहरू। यहाँ हेर माथिबाट यहीँ लेखेको छ हिमाचल। अब यतापट्टि चाहिँ ठ्याक्क चिर्कुवा जाने होइन। अब योपट्टिबाट चाहिँ अब जता नि त गइन्छ योबाट अब सेन्ट जुलियन यहाँ छुट्टिने राउन्ड छ कि त्यहाँबाट चाहिँ अब राबत सबै कुरा जहाँ गइन्छ होइन। अब चाहिँ हाम्रो बसहरू यताबाट आइन्छ वेटिङमा होइन बस स्टपमा। केटाहरू आइफोन 17 किन्न सक्दैन, हेर्न त पायो यसरी पोस्टरमा, गाह्रो छ। यसरी चाहिँ रोड क्रस गऱ्यो भने चाहिँ होइन केटाहरू, जेब्रा क्रस बिना हान्यो भने चाहिँ रोड क्रस गऱ्यो भने चाहिँ तिमीहरूलाई गाह्रो हो। पुलिसले भेट्यो भने 70-80 युरोको फाइन हान्छ होइन। 70 युरोको फाइन हान्छ। ल केटाहरू यहाँ यो स्ट्यान्डमा चाहिँ बियर खाएर बस्नु हुँदैन, बिकिनीमा बस्नु हुँदैन है केटाहरू। केटी यसरी धेरै ठुलो साउन्डले बोल्न हुँदैन। अनि के भनेछ पिसाबहरू फेर्न हुँदैन है केटाहरू, फाइन छ यहाँ फेरि 70 युरोको, गाह्रो छ फेरि
हैन। ल अब चाहिँ म अहिले बस चढेछ उता पुगेपछि देखाउँछु नि केटाहरू। अहिले चाहिँ बसबाट झरिसक्यो है म, यस्तो छ हैन। बसबाट झरिसक्यो। अब चाहिँ म यो साइडबाट यसरी जान्छु हैन। अझै जेब्रा क्रसिङ छ, गाह्रो छ। अब यताबाट जानुपर्छ। यहाँ चाहिँ दबाएर चाहिँ स्टप हान्नुपर्छ हैन। जाम भइरहन्छ हो, जाम भइरहन्छ। जेब्रा क्रसिङमा यस्तो छ केटाहरू, गाह्रो छ। यो आवाज सुनेको होला नि हैन। यो चाहिँ अब चाहिँ जान मिल्छ भनेर हो क्या। जान मिल्छ भन्नाले यस्तो हो कि त्यो चाहिँ अब सिग्नल हो कि। अब हामीले अब त्यहाँ बटन दाबेपछि होइन, बटन दाबेपछि त्यहाँ अब ग्रिन लाइट बोल्छ। ग्रिन लाइट बोले रेड लाइट बोलेपछि होइन, ग्रिन लाइटमा चाहिँ अब हामी जान हुन्छ भनेर चाहिँ त्यहाँ ठ्याक्क बजिरहन्छ कि। यस्तो छ। अब चाहिँ म यहाँबाट यस्तरी सर्टकट हान्न पर्छ होइन। म अस्ति पनि आएको थिएँ कि, यस्तो छ। मोबाइल छ ठाउँ चाहिँ। अब चाहिँ म यहाँबाट अलि अगाडि लगभग कति भन्नाले अब 1 मिनट जति लाग्छ होला होइन। यस्तो छ। पुरै गाडी पुरै गाडी छ। बाल छ ठाउँहरू होइन, सानो ठाउँ छ, राम्रै छ, ठिकै छ भनौँ। ग्यारेजहरू यस्तो हुन्छ है यता चाहिँ। ग्यारेजहरू यस्तो छ यता चाहिँ। अब म चाहिँ यो बिल्डिङमा कि जानुपर्ने चाहिँ यहीँ हो होइन। अनि म चाहिँ जान्छु भित्र, ओपनिङ छ होइन, जानु पर्ने। हेलो, रोशन लामा आयो। कम्प्युटर कलेक्सन, कार कलेक्सन। यस, फाइनली मेरो फुड ह्यान्डलिङ कार्ड पनि आइसक्यो है केटाहरू। फुड ह्यान्डलिङ कार्डको लागि चाहिँ धेरै अहिले कस्तो छ भने चाहिँ होइन, पहिला चाहिँ अब त्यो क्यारेक्टर सर्टिफिकेटले नै हुन्थ्यो कि यहाँ चाहिँ होइन। क्यारेक्टर सर्टिफिकेटले अब कार्ड हामीले फेरि रिन्यू गर्दा फेरि होइन चाहिन्थ्यो। त्यसपछि पहिल्यैदेखिबाट हुन्थ्यो कि यो चाहिँ होइन। पहिला चाहिँ सर्टिफिकेटले मात्रै हुन्थ्यो कि, अहिले चाहिँ कस्तो नेम चलाइदियो भने चाहिँ अस्तिदेखिबाट चाहिँ होइन, त्यति बेलाबाट चाहिँ कस्तो नेम चलाइदियो भने चाहिँ अनिवार्य कार्डै हुनुपर्छ अरे होइन। त्यो क्यारेक्टर सर्टिफिकेटले हुँदैन भने कि होइन। त्यसपछि चाहिँ अब ठिकै छ। अहिले चाहिँ धेरै नेमहरू चेन्ज भएर चाहिँ अलि गाह्रै मुस्किल छ माल्टाको लागि चाहिँ होइन। त्यस्तै छ। अहिले मेरो फाइनली आइसक्यो। अब चाहिँ कार्ड सबमिट गर्नुपर्छ कि होइन। त्यस्तै छ कि यहाँ चाहिँ। अब पहिला अब हुन्थ्यो नि, पहिला चाहिँ अब ठिकै हुन्थ्यो कि। अब त्यस्तो विधि नेमहरू चेन्ज थिएन। अहिले त खै के नेम हो, के स्किल पास रे होइन। अब यो फुड ह्यान्डल चाहिँ नि होइन। पहिला त अब क्यारेक्टर सर्टिफिकेटले हुन्थ्यो अरे, अहिले हुँदैन अरे होइन। धेरै नेमहरू चेन्ज भएछ कि। अहिले म आउनु चाहिँ यस्तो ठिकै छ। कमाइ अब त्यस्तो विधि राम्रो नि होइन कि। अब यताउता गरेर चाहिँ अब आफूले सबै कुरा गरेर चाहिँ 1,20,30,000 चाहिँ पठाउन सकिन्छ, नसक्ने होइन कि होइन। यो ठाउँमा चाहिँ राम्रै छ ठाउँहरू होइन केटाहरू। अब आउनेहरूलाई रोक्न सक्दैन होइन। आउनेहरूलाई आउनुहोस्, राम्रो छ, ठिकै छ माल्टा होइन। यस्तै छ माल्टाको, गाह्रो छ, ठिकै छ। अहिले चाहिँ कस्तो होइन, अब चेन्ज हुन खोज्यो नि त मौसम, त्यही भएर अहिले चाहिँ विन्डीहरू मात्रै छ कि। अब चाहिँ विन्डी मात्रै हुन्छ कि अबको दिनहरूमा चाहिँ विन्डी। अब मौसम नि चेन्ज भयो नि त, त्यही कारणले अब चाहिँ हामी चाहिँ यहाँबाट जान्छु। अब यहाँबाट म 15 मिनट हिँड्नुपर्छ कि केटाहरूले यार। फेरि यहाँबाट 15 मिनट हिँड्नुपर्छ। यस्तो छ ठाउँ चाहिँ।
चाहिँ पार्क है। गाह्रो छ जिन्दगानीमा, यस्तो छ एक्जोस हालेर हिँड्छ कि गाडीहरूमा नि बोबाल बोबाल लाग्छ गाडीमा गाडीमा। अब यस्तरी छ। अब म कता कताबाट छिरेर देखाउँछु कि होइन, म यस्तो छिर्छु कि कता ठाउँबाट छिर्छु। यस्तो छ। अब चाहिँ म यहाँ स्टप हानिसकेँ कि अघिको, अब चाहिँ म यहाँ उता हेरिरहेको छु कि त्यहाँ रेड बोलिरहेको छ। त्यो टाइममा चाहिँ जानु हुँदैन, त्यो अब लाइट चेन्ज भयो ग्रिनमा आउँछ, ग्रिन भएपछि चाहिँ होइन हामी चाहिँ हिँड्न पाइन्छ। यस्तो छ। यहाँ चाहिँ बिओबी है, यो राष्ट्रिय ब्याङ्क जस्तो, नेपालको राष्ट्रिय ब्याङ्क भनेको जस्तो बिओबी भनेको चाहिँ अब यहाँको त्यही हाम्रो राष्ट्रिय ब्याङ्क भनेको जस्तो त्यस्तै एउटा ब्याङ्क। यस्तो छ। ल अब बल्ल आयो देख्यो। अब यसरी हिँड्नु पर्छ। ठिक छ। अब चाहिँ म यस्तो कुनाबाट हिँड्नुपर्छ नि केटाहरू, कुनाबाट। म अस्ति आएको थिएँ कि यो बाटो यहाँ क्याडेट सर्टिफिकेटको लागि होइन। अब लगभग 6-7 घन्टाको पढाइ हुन्छ कि एक दिन। अब फुड ह्यान्डल्स भनेको चाहिँ खासमा चाहिँ यस्तो हो कि अब हामी अब मेरो चाहिँ पोजिसन चाहिँ अहिले एउटा वेटर छ नि त, त्यही कारणले चाहिँ होइन अब सबैले अब फुडहरू यिनीहरू वेटर भएपछि अब सबै कुरा हुन्छ नि त, फुडहरू लिएर हिँड्नुपर्छ, ड्रिङ्क लिएर हिँड्नुपर्छ होइन। त्यही कारणले चाहिँ यो चाहिन्छ कि यो भनेको सेफ्टी, कसरी सेफ्टी गर्ने फुडहरू गर्दाखेरि। अब मान्छेको हाइजेनिक होइन, हाइजेनिकहरू चाहिन्छ, सबै कुरा चाहिन्छ। त्यही हो त्यसको मिनिङ चाहिँ होइन, त्यो कसरी त्यो गरिन्छ भनेर हुने हो कि। ठिकै छ। यहाँ चाहिँ माल्टामा चाहिँ घर बनाउनु चाहिँ यस्तो क्रेन युज गर्नुपर्छ कि, जोसुकै होस् कि यो क्रेन युजै गर्नुपर्छ। किनकि यहाँको अब नेपालको जस्तो ढलाइ गरेर गर्दैन होइन, यहाँको चाहिँ ढलाइ गरेर गर्दैन। त्यसपछि यस्तै हो, क्रेनले यस्तै उचाल्यो ब्लकहरू होइन, त्यहाँ सरेर लग्यो। यस्तै हो माल्टा। सानो ठाउँ छ कि। ल केटाहरू हेर अब कति सानो स्पेस छ ल हेर, गाडी साइडमै छ, वान वे मात्रै छ कि धेरै जस्तो। किनकि अब सानो बाटोमा त वान वे हुन्छ, सबैलाई थाहा छ त्यो त। ल बाटो हेर कति छ, त्यो त हाम्रो घरको अगाडिको रोडको जत्रो होला कि होइन, यो भन्दा पनि ठुलो होला कि हाम्रो रोड चाहिँ कि। हो यस्तो क्रेन हो, क्रेनले लाग्छ। यहाँ चाहिँ काम सुरु भइरहेछ। अब यस्तै छ। अब गाह्रो छ। नेमहरू धेरै चेन्ज भएर अहिले प्रब्लम छ धेरै कुरा होइन। अहिले मान्छेहरूको हुन्छ नि त, अब धेरै मान्छेको अहिले एप्लाई गरिरहेको होला माल्टाको लागि चाहिँ होइन। अहिले चाहिँ कस्तो भएछ भने चाहिँ होइन, त्यसको लागि नै थोरै जानकारी दिन्छु म तपाईँहरूलाई होइन। अहिले चाहिँ यस्तो भइरहेछ कि माल्टामा चाहिँ अहिले धेरै नेम चेन्ज भयो, सबैलाई थाहा छ। स्किल पास चाहिने, यो चाहिने सबै कुरा थाहा छ नि त सबैलाई। तर पनि अहिले चाहिँ के भइरहेछ भने अब चाहिँ अब स्किल पास बिनाको नि अब नेपालबाट त मगाउन त मगाएको छ नि त भनेर स्किल पास चाहिँदैन, यो क्लिन गर्नेहरूलाई चाहिँदैन भनेर त भनेको छ नि त। त्यही कारणले चाहिँ होइन अब स्टुडेन्टहरूको भिजा लागिरहेछ, नलागेको होइन। अब जसले स्किल पास चाहिँदैन भनेको छ नि त, स्किल पासहरू चाहिँदैन, पोजिसन स्किल पास त्यो मान्छेहरूको लागि चाहिँ किन अड्काइदिरहेछ कि गभर्मेन्टले के। मैले त्यस्तो सोचेको अनुसारले बुझेको अनुसारले होइन, त्यो मान्छेहरूको लागि चाहिँ होइन उनीहरूले चाहिँ अर्को सिजनको लागि, अब यो सिजन त सक्यो नि त, यो सिजन सकिने अब 1 महिना 2 महिना त होला नि, त्यो सिजन सक्यो। यो वर्षको सिजन सकेपछि त त्यही हो, त्यो अर्को सिजनको लागि होइन। त्यही भएर चाहिँ अहिले चाहिँ त्यही भइरहेछ कि अब स्किल पास चाहिँदैन भनेछ। अब मान्छेहरू सबैको अब धेरै जस्तो पेपरहरू थर्ड पार्टीमा अड्केछ कि 6-7 महिना भयो होला गरेको मान्छेहरूले, धेरै मान्छेहरूले। तर अड्किरहेछ अहिले, धेरै मान्छेहरूको अड्किरहेछ किनकि त्यो पोजिसनमा स्किल पास चाहिँदैन
त्यही भएर गभर्मेन्टले चाहिँ अड्काइदिइरहेछ कि अर्को सिजनको लागि चाहिँ त्यो मान्छेहरूलाई लिएर आउने भनेर अर्को सिजनमा आयो भने त यो पालि मात्रै स्कुल पास चाहिँदैन नि त अब अर्को पालि आउँदाखेरि त होइन अर्को 26देखिबाट सबैले स्कुल पास चाहिन्छ क्या त्यही भएर उनीहरूले अब पैसा त खानु पर्यो गभर्मेन्टले नि होइन त्यही कारणले चाहिँ उस्तो भइरहेछ कि नत्र भने त स्कुल पास त अब यो वर्षसम्मलाई चाहिँ पर्दैन अब जो आयो होइन जो आउँछ यो वर्ष त्यसै उनीहरूलाई चाहिँ चाहेन कि यो स्कुल पास नचाहिने त्यसमा आयो भने किल्न सिल्नमा आयो भने चाहिँदैन भन्छ यो वर्षसम्म ठिक छ यो वर्ष मान्छेहरू आयो भने चाहिँदैन अब अर्को वर्ष त जसरी पनि 1 वर्ष कटेपछि त के मतलब भएन कि 1 वर्ष कटेपछि त फेस 1 मात्रै देशी हुन्छ कि फेस 2 दिन पर्दैन कि यो टाइममा आयो भने अब यो टाइममा अब सरकारले अब गभर्मेन्टले अब भिजा दिएन भने होइन त्यो हुन्छ नि त प्रब्लम छ नि त अब यो टाइममा भन्नाले अब कस्तो हुन्छ भने चाहिँ अब यो टाइम मान्छे प्रोसेस यही वर्षमा आउँछु भनेर सोचेको हुन्छ नि त प्रोसेस गरिरहेको हुन्छ मान्छेहरूले तर पनि कस्तो हुन्छ भने गभर्मेन्टले अड्काइदिन्छ अर्को सिजनको लागि यो यति बेला आयो भने चाहिँ होइन केटाहरू यति बेला आयो भने चाहिँ तिमीहरूलाई स्कुल पास चाहिँदैन होइन स्कुल बिना स्कुल पासको भनेको हुन्छ नि त यो टाइममा आयो भने चाहिँ ठिकै छ त्यो 26देखिबाट सबैलाई लाग्यो कि यो अहिले मेन्टेनेन्सहरूलाई पनि लाग्दैन स्कुल पासहरू होइन मेन अब धेरै कुरामा लाग्दैन कि त्यो वेटर स्वेटरलाई चाहिँ अब लागिहाल्छ त्यो मेन्टेनेन्स यो अरूलाई चाहिँ पर्दैन होइन अब चाहिँ 26देखि त हुन्छ नि सबैलाई लाग्छ कि 26देखि अब सबैलाई मेन्टेनेन्सदेखिबाट किल्नरदेखिबाट सबैलाई चाहियो कि न यो टाइमसम्म त चाहिँदैन नि त त्यो हो नि त त्यही भएर चाहिँ अहिले चाहिँ उनीहरू पैसा खान पाउँदैन भनेर 455 खान पाउँदैन भनेर गभर्मेन्टले त्यही कारणले अड्काइदिएछ यति चाहिँ बुझौँ है गाह्रो छ त्यही कारणले हो बुझ केटाहरू मैले भन्ने कुरा बुझेको कुरा भनिदिइहालेँ होइन यसरी गराछ त्यही कारणले सबैको होल्ड मात्रै गराइदिएछ त्यही हो स्टुडेन्टको लागि चाहिँ लागिरहेछ स्टुडेन्ट त भटाभट लागिरहेछ होइन त्यही हो अब 26देखि आउने भने चाहिँ होइन सबैलाई चाहियो कि जुनसुकै पोजिसन होस् के त्यो मतलब भएन त्यही हो गाह्रो छ अब यस्तै छ अब चल्नै पर्यो कुराहरू जस्तो भए पनि आफू चाहिँ अब होइन एउटा स्किल पासको प्रब्लम थियो होइन स्किल पास भयो होइन अब त्यस स्किल पास गएपछि एउटा प्रब्लम आउँछ एउटा प्रब्लम सकेपछि अर्को प्रब्लम आउँछ होइन लाइफमा प्रब्लम मात्रै छ कि होइन अस्ति भर्खर स्किल पासको टेन्सन भएर त स्किल पास भयो गरियो होइन पछि फेरि यसको रे अब यो फुड ह्यान्डल्सको प्रब्लम आयो फेरि यताउता गरेर फेरि क्लास लिनै पर्ने रे होइन अब 6-7 घन्टाको कति क्लास थियो त्यहाँ सिकाउँछ यस्तो यस्तो गर्नुपर्ने यस्तो गर्नु त्यो लियो त्यो पनि अब गयो कार्ड पनि भयो कार्ड पनि आयो अघि मैले देखाएको थिएँ नि त्यो हो त्यो अब अर्को प्रब्लम होइन कम्पनीको प्रब्लम लाइफमा प्रब्लम बिनाको के सल्भै नहुने रहेछ कि प्रब्लम जति बेला प्रब्लम एउटा गयो अर्को आउँछ फेरि अर्को गऱ्यो अर्को ओ माई गड योभन्दा त नेपालमै ठिक जस्तो लाग्छ त्यो पनि अब नेपालमा नि अब के ठिक भन्ने अब होइन न केही बिजनेस छ होइन न कमाएको अनुसारले पैसा छ काम गरेको अनुसारले त्यो हो कि गाह्रो छ यही नै हो केटाहरू अब आफूले बुझ्छ आफूलाई जुन ठाउँमा अब हामीले नि अब भन्न मिल्दैन अब तिमी यो ठाउँमा जाऊ यो ठाउँमा नजाऊ भनेर भन्न मिल्दैन आफ्नो चोइस हो आफ्नो लाइफ हो होइन तिमीहरूलाई अब यही देश आउनु युरोप आउनु मन लागेको छ भने यही ठाउँ आउनु ठिक छ आऊ राम्रोसँग काम गर त्यही नै हो अब अरू त मैले भन्न सक्ने के हो र यो ठाउँमा यस्तै छ होइन अब प्रब्लम भनेको आइरहन्छ सल्भ नै हुन्छ त्यो कुरामा चाहिँ आत्ति नहुँदैन कि होइन प्रब्लम आउँछ जान्छ कि यति चाहिँ हुनुपर्छ कि ल केटाहरू सबैलाई बाई छ होइन डु कमेन्ट एन्ड सब्सक्राइब भोलि ब्लग नबिर्सिनु होला केटाहरू सबैलाई माया छ अहिलेलाई चाहिँ बाई